हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू स्वागत छ तपाईँलाई मेरो नाइट चलमा। धेरै लामो समय भयो साथीहरू, म आज मौरीको भिडियो हाल्न पाएन। आज एउटा म भिडियो बनाएर हाल्दैछु, जुन भिडियोमा अब लामो समय भयो मैले चेक पनि नगरेको मौरीहरूलाई। र आज मैले कति घारहरूमा उपल्लो सुपर दिन बाँकी छ। अब गर्मी सुरु भइसक्यो साथीहरू। गर्मीमा हामीहरूले उपल्लो सुपर दिनुपर्ने हुन्छ तल फुल फेरि मौरीहरूलाई। अनि कति मोर साफ गर्नुपर्ने हुन्छ। कतिले चाहिँ सुपर दिने बेलामा यस्तो घाम लागेको बेलामा साथीहरू है, टक्क घाममा चाहिँ सुपरहरूलाई फेरि मलाई तताएर कि पुरा रोक्न लागोस् त्यस्तो प्रकारले राखेर अनि घाममा सुकाएर उपल्लो फ्रेम दिने सुपर दिने काम गर्नुपर्छ। र आज म त्यो कुरा गर्छु साथीहरू। र कति घमल खोलेर हेर्ने पनि छु, कति खपा टेकेर होला, कति माकुर लाग्यो होला। म किन व्यस्तको कारणले गर्दा त्यो काम मैले गर्न सकिनँ साथीहरू। अब म त्यो काम गर्न जाँदैछु साथीहरू। मैले यसरी चाहिँ घाममा सुकाएको छु है, एउटा अरू पनि मैले सुकाएर हाल्ने काम गर्नेछु आज। कति माकुराको जालोहरू पुरानो कुराहरू यसमा छ नि, त्यत्तिकै चाहिँ हाल्नु हुँदैन। मौरीलाई पनि गाह्रो पर्छ, सफाइ गर्नुको लागि गाह्रो हुन्छ। हामी आफै खुर्केर यसलाई साफ गरेर हाल्यौँ भने मौरीले त्यसमा चाहिँ सिधै यार काम गर्न सक्छ क्या। ल खुर्किने अनि जालो फाल्ने अनि फेरि खुर्किसकेको भयो। तर यो चाहिँ पुरानो यस्तो ढौँसी छ कि ढौँसीहरू खुर्किनु पर्ने हुन्छ। अब गर्मीको मौसममा मौरीलाई अब चिसो टेम्परेचरलाई चाहिँ म्यानेज गऱ्यौँ भने मौरी एकदम खुसी भएर बस्छ कि। अब टेम्परेचर राम्रो भएन भने मौरी फेरि बाहिर आएर पोको पर्ने, बाहिर आएर मौरी पोको पर्ने गर्छ अनि यसलाई असहज हुन्छ भित्र। अब यसरी हामी साफ गरिदिनुपर्ने हुन्छ है। जस्तै कुनै यस्तो पुरानो चाकहरू छ खुर्किने, चट्टला धुलो साफ गर्ने, त्यसरी गरेर हामी सुपर गर्मीमा प्राय तल्लो मौरीहरूलाई अब के अरे तल प्याक भएको मौरीहरूलाई सुपर एकदम दिन जरुरी छ है त। त्यो साथीहरू अब यहाँ मेरो तिनवटा घार छ, उतापट्टि छ। अब कतिलाई मैले हेर्न पाएको छैन, घुम्न पाएको छैन मौरीको घार के कस्तो भएको छ। आज डिटेलली फ्रेमहरूलाई म सुकाएको छु। घाममा सुकाउने काम गर्नुपर्छ साथीहरू। यो चाहिँ घाममा सुकेर सफाइ भएर क्लियर नम्बर आउनु भयो साथीहरू। अब यसलाई ठ्याप्प चाहिँ राखिन्छ है। जानुहोस् यसलाई साथीहरू, यो चाहिँ स्पेसल मौरी मेरो, अरूलाई म पछि दिँदै गर्छु। यसलाई हेरौँ है ल साथीहरू। पुरा प्याक छ कि प्याक। अब यस्तो मौरीलाई सुपर दिनै पर्छ। यो बाहिर आएर पोको पर्छ कि साथीहरू, यो बाहिर पोको पर्छ। यसरी अब यसलाई सिधा तल्लो फ्रेम यहाँसम्म प्याक छ कि साथीहरू। 1 2 3 4 5 6 7 8 9। यो चाहिँ मैले बनाएको घुम हो, त्यही भएर 9वटा फ्रेम छ। 10 अटाउन सक्छ। तर यहाँ यति ग्याप बस्यो, यहाँ ग्याप बसेर अलिक चाहिँ फ्रेम मिलेको छैन। नमिल्दाखेरि यतिकिन एउटा फ्रेम चाहिँ कम छ साथीहरू है। यसलाई मिलाउन सकिन्छ त्यो। अब यसलाई टक्क लाएर साथीहरूमा यो चाहिँ यसरी अब यसले चाहिँ यहाँनिर मह भर्ने काम गर्छ। अब जब यसलाई चाहिँ गर्मी हुन्छ अनि सर माथि आएर बस्छ। यो टक्क माथि आएर बसेपछि अब यसको लागि दामी भयो। अब यता आउनुहोस्। यहाँ चाहिँ यसलाई पनि सबै हेर्न मन लागेको छ मलाई। यसले के गरिरहेछ, वाह। यो पनि यो पनि प्याक छ साथीहरू है। यसले चाहिँ अब मह चाहिँ यसले बिचमा यो पुरा प्याक छ है। महले बन्द साथीहरू। यसले चाहिँ मह चाहिँ यसमा प्याक छ भनेर भन्न मिल्दैन, किनभने यसले खाइसकेको छ किन। बिचमा 1 2 फ्रेम चाहिँ मह छ, बाँकीले यहाँसम्म छ। अझै पनि यसलाई चाहिँ उपल्लो सुपरको चाहिँ फ्रेमहरू दिनुपर्ने देखिन्छ यसलाई त। अब कति कुरा खपाटेकिराहरू पनि लागिरहेको छ, बिचमा हेर्ने कामहरू हामीले गर्नु। यो के हो साथीहरू, यसको अवस्था पनि दामी छ।
अब अरू मौरीहरूलाई मैले साथीहरू अब सबैलाई टोटल कतिमा चाहिँ फ्रेम छैन तिनीहरूलाई फ्रेम दिनेवाला छु र कतिमा फ्रेमहरू छन् तिनीहरू सफाइ गर्नेवाला छु जसमा चाहिँ चाकाहरू प्याक गरिसकेको छ त्यसलाई अझै पनि चाकाहरू हालिदिने कुराहरू म गर्दैछु साथीहरू अब यता पनि यसरी छन् यिनीहरूलाई सफाइ गर्नुपर्ने छ धेरै कामहरू बाँकी साथीहरू कोही यता पनि छन् यिनीहरूलाई सफाइ गरेर अब मैले सबैलाई कतिलाई दिनेवाला छु कतिलाई सफाइ गर्नेवाला छु अब यो साथीहरू बितपाती मौरी चाहिँ मेरो अब यो सकिएर गयो साथीहरू अब यहाँनिर एकदमै बितपाती भएर गयो यसलाई पनि छोटो हेरौँ न धेरै गर्न खोलेको साथीहरू हेर्नु त बितपाती मौरी के गर्ने बिचरा गाह्रो भयो साथीहरू यसलाई अब ताबडतोब एउटा मौरी हाल्नुपर्ने हुन्छ थियो तर मैले यसलाई केयर गरेन तर यसले चाहिँ यहाँबाट बाटो चाहिँ देखाइदिइसकेको छ साथीहरू अब बितपाती मौरी अब जति बाँच्न सक्छ बाँच्छ अनि पछि यो खाली हुन्छ त हुन्छ साथीहरू यति जानकारी गराउँदै फेरि अर्को भेट्यौँ हामी तपाईँहरूमा भेटौँ होला म अब छिटो आउने प्रयास गर्नेछु फेरि भेटौँ होला तब तकको लागि बाई बाई।